कहिले काहीँ मन लाग्छ सबै छोडेर आफ्नै देश फर्क्यौँ, तर फेरि सम्झिन्छु मेरो हार मान्ने अधिकार छैन नि, किनकि मेरो घरमा अझै पनि मेरो सफलताको प्रतीक्षा गर्ने आँखाहरू छन्। आफ्ना बुवा आमाको मुस्कान, परिवारको सपना र आफ्नै भविष्य। आज विदेशको एक्लोपन थकाएर पीडा सहिरहेको छु। एक दिन अवश्य घर फर्किँदा खाली हात होइन, गर्व गर्ने कारण लिएर फर्किनेछु। अहिले थाक्ने समय होइन, अहिले त सङ्घर्ष गर्ने समय हो। त्यसैले जति गाह्रो भए पनि, जति एक्लो महसुस भए पनि म रोकिन्न, किनकि म केवल आफ्नो लागि होइन, मेरो श्रीमान, मेरो घर, मेरो आफ्नो परिवार र उहाँहरूको खुसीको लागि लडिरहेको छु। विदेशमा बस्ने हरेक मान्छेको एउटा सपना हुन्छ, आफ्नो घरलाई खुसी बनाउने। साँच्चै भन्नुपर्दा मलाई वर्षौँ विदेशमै बस्ने रहर पनि छैन। मेरो चाहना भनेको एउटै हो, जति छिटो सकिन्छ आफ्ना सपना पुरा गरौँ, आफ्ना जिम्मेवारी पुरा गरौँ र आफ्नै देश फर्क्यौँ। यो त केवल एउटा यात्रा हो, आफ्नो भविष्य राम्रो बनाउनको लागि। एक दिन मेहनतको फल लिएर गर्वका साथ आफ्नै नेपाल फर्किनेछौँ।